दर्शकबिनहरू बालेनको तिलकोडे एक्सन सुकुम्बासीपछि बाल मन्दिरको एनसेल काण्ड निशानामा तपाईहरू देख्न सक्नुहुन्छ दर्शकबिनहरू हैन। अहिले चाहिँ नेपालमा प्रधानमन्त्री बालेन शाहको क्रेज र सरकार होस् त यस्तो दर्शकबिनहरू बालेन शाह जस्तो सिधा लिन सक्ने अर्डर दर्शकबिनहरू फाइल खुलिरहेका छन्, मतलब खोरमा जाकिरहेका छन्। अहिले यसैगरी बाल मन्दिरको जग्गाहरू दुरुपयोग र एनसेल सेयर बिक्री दर्शकबिनहरू बालेन शाहले गरेको कार्यकाम कस्तो लागिरहेको छ जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। अब माफिया र भूमाफियाहरूको निधराम भएको छ। दर्शकबिनहरू देख्न सक्नुहुन्छ तपाईँ बालेनको क्रेज। मेयर हुँदा केन्द्रको असहयोगले गर्दा रोकिएका बालेन अहिले प्रधानमन्त्री र गृहमन्त्रीको पावर देखाउँदै उनी अहिले अगाडि बढिसकेका छन्। देशलाई केही गर्छु र देशको विकास गर्छु भनेर लागि परेका छन्। दर्शकबिनहरू तपाईलाई कस्तो लागिरहेको छ बालेनको काम कार्यहरू प्रतिक्रिया दिँदै जानु होला। र बालेनले गरेको कामलाई म चाहिँ रिस्पेक्ट गर्छु। बालेन अहिले नेपालमा धेरै उद्योग कल कारखानाहरू चाहिँ खोल्ने फ्याक्ट्रीहरू खोल्ने कार्यहरूको मतलब सूची बनिसकेको छ, कार्यान्वयन हुन लागिसकेका छन् भने तपाईहरू देख्न सक्नुहुन्छ गाइज। अब चाहिँ नेपालमै केही होला जस्तो छ है गाइज। सबैजनाले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन। चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन। चाहे रुकोस् नयाँ सरकार छैन लुट छैन अब फुट छैन देश बनाउने जिम्मा तिमीलाई छुट छैन। पुरानाका पाराले दुःख पाए साराले वाक र दिक्क जनता तिम्रा थोता नाराले साथ दिएको नेपाली आमालाई धन्यवाद छ सबै नेपाली जनतालाई। आक्रमण बराम असमझदारी विकल्पविहीन विदेशी ब्याङ्क बन्छ भिकारी। सिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी। बिगानी केटाकेटी भोको पेट रेटी सिपाही। अविवाहित चेली बेटी बोकी पेट खेपी पिटाई भिताई रात कुटाई घात खाएर शरीर बिकाई। देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्धको गीत थियो जो देशको लागि भक्त झै प्रसिद्ध भयो। मुटुभरि आँट मेरो रातो रगत उमाली दाजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली ल्याउँछु शिर थापेर नेपालमा पुकारी नबस्नु है रङ्गाउँछु तिमीलाई श्रृङ्गारी। यो पालि चाहिँ घर घरमा हाँसो खुसी पुग्नेछ। हरियो वनको गाछ मेरो जस्तो आए नि चुक्नेछ। नफुलोस् यो सास मेरो चितुवा चाहिँ कुद्नेछ। बिरुवा चाहिँ फुल्नेछ यो बसन्तको पालुवा। यो पालोमा कालटिका महाकालीको आशीर्वाद पारस मणि चम्किनेछ देऊ केवल हातमा हात। नेपालमा जनता र हामी सबैको आत्मसाथ देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात। पुग्नेछौँ शिखरमा जुक्ति हाली सबलाई दिँदै मार। 9-2 मिलेर विदेशी माटो चिरेर भिरेर काँधमा माया आउनेछ सान लिएर ज्यान दिएर बिर्नेछ यसपालि क्रान्ति हेर। दर्शकबिनहरू तपाईँ देख्न सक्नुहुन्छ माफिया अनि भूमाफियाहरूको अहिले पसिना निक्लेका छन्। भागाभाग देख्न सक्नुहुन्छ दर्शकबिनहरू तपाईँ। कहीँ इन्डिया गएर लुकेका छन् त कहीँ कता गएका छन्। दर्शकबिनहरू देख्न सक्नुहुन्छ तपाईँ भूमाफियाहरू ठुल्ठुला सिन्डिकेटहरू चलाएर बसिरहेका। बालेन्द्र शाहको ठाडो आदेश। दर्शकबिनहरू सबजनाले सब्सक्राइब गर्नु होला च्यानललाई।